हाई गाइस, नमस्ते सबजनालाई। अनि आज पनि म सर्ट एउटा मिनी ब्लग लिएर आएको छु। अनि आज कोले भाइटिका लगाइदिनु भयो त नि। मेरो त यो वर्ष पनि यस्तै भयो है। काम भयो, कामले गर्दा पनि फोनमा पनि बोल्न पाएन, फ्यामिलीसँग टाढा भइसक्यो, अनि यस्तै हो। अनि हेर्नु होला, मेरो चाहिँ काम जाँदैछु म चाहिँ आज चाहिँ। अनि तपाईँलाई यसो देखाइदिउँ न त भिडियो भनेर चाहिँ अनि भिडियो लिएर आएको छु, एउटा मिनी ब्लग। अहिले चाहिँ बिहानको चाहिँ 6 बजेको छ। बिहान बिहान उठेर काममा जानलाई मलाई मात्रै गाह्रो हुने हो कि सबैलाई गाह्रो हुने हो? कति धेरै गाह्रो हुन्छ कि मलाई त। काममा त काम गर्दा गर्दै के पुरा सुतिर हुन्छु कि निन्द्राको छ्यापमा काम गरेर हुन्छु कि। जसले मेरो युट्युबमा भिडियो हेर्नु भएको छ भने, नयाँ हुनुहुन्छ भने मलाई सब्सक्राइब गर्नुहोस् अनि कमेन्ट छोड्नुहोस्। अनि फेरि म हजुरहरूलाई नै सब्सक्राइब गर्नेछु, एकअर्कालाई सपोर्ट गरौँ है त। मान्छेहरूले भन्छन् नि, विदेश गएपछि त कमाउन थालेपछि त बोल्न छोडी ठुलो पल्टे कति दिन पुग्छ त्यसलाई धनले, यस्तो अनेक थरी भन्छ क्या साथीहरू। ल हेर्नुहोस् न, यही भिडियोबाट हेर्नुहोस् त मान्छे कति बिजी हुन्छ भन्ने यही भिडियोबाट थाहा हुन्छ क्या। चाडपर्वको बेला पनि काममा जानु पर्दा त साह्रै नराम्रो लाग्ने। तपाईँहरूसँग पर्दा फेरि अर्को स्टेसनमा पनि आइसकेँ कि। अब चाहिँ म चाहिँ यहाँबाट चाहिँ काममा जान पर्ने हुन्छ। मेन चाहिँ मेरो चाहिँ यस्तो हुन्छ, 2टा ट्रेन चेन्ज गर्नुपर्छ कि। हल्का गाह्रो छ क्या मलाई चाहिँ। अर्काको ठाउँमा सबै कुरा सजिलो कहाँ पाइन्छ त नि, जस्तो परिस्थिति त्यस्तैमा चल्न पर्छ नि त, होइन र साथीहरू। अनि मेरो चाहिँ हेर्नुहोस् त ट्रेन आइपुग्यो। अब यहाँबाट चाहिँ झरिसक्यो म ट्रेनबाट पनि। हेर्नुहोस् न, मान्छेहरू कति दौड हुन्छ कि, कति दौडेर हिँड्छ हेर्नुहोस् त। कस्तो माया लाग्ने कि है यिनीहरूको जिन्दगी देख्दा फेरि के, जापानिज लाइफ देख्दा फेरि त कस्तो हुने कि। अनि यहाँ चाहिँ हल्का भिडियो गर्न पाउँदैन, लिफ्टबाट तल झर्नुपर्छ क्या। झरेर पनि म हिँडिसकेँ हेर्नुहोस् त, एक्लै ढिलो भइसकेको थिएँ कि। अनि दौडिँदैछु म चाहिँ, जेले यस्तै त हो, कहिले चाहिँ ढिलो हुन्न रहेन र। अनि बाटो क्रस गर्न लागेको म चाहिँ। आज चाहिँ सबै नेपालीले छुट्टी लिएको थियो मेरो चाहिँ काम गर्ने ठाउँमा। म एक्लै हो क्या नेपाली, आज चाहिँ जापानिजसँग काम गर्ने हो। सधैँ नेपालसँग हुन्थ्यो। अनि मेरो चाहिँ त्यही हो, काम गर्ने ठाउँ अघि हेर्नु पाइहाल्यो। अनि यहाँ कपडा चेन्ज गर्ने ठाउँ यहाँ हो। अब चाहिँ यहाँ काम गर्ने ठाउँको ड्रेस लाउन पर्ने हुन्छ। फाइनली काम पनि गरेर सकिसक्यो। अब म फर्किँदैछु। काम सकेपछि साह्रै खुसी लाग्ने कि साथीहरू। अब चाहिँ म कलेज जान पर्ने हुन्छ क्या।
साथीहरू मेरो चाहिँ 15 मिनट जति टाइम बचेको भएर चाहिँ म रुममा जाँदैछु है। रुममा गएर अनि खाना खाएर फेरि कलेज जान्छु। म चाहिँ कलेजको छेउमा रुम भएर पनि धेरै सजिलो भएको छ कि मलाई चाहिँ होइन। बेला बेलामा रुममा जान चाहिँ पाउँछु कि। ल हेर्नुहोस् त, रुममा गएर पनि कपडा चेन्ज गरेर पनि दौडिँदै छु कलेज जानलाई ढिलो हुन्छ भनेर। कति दौडिनु दौडेको दौडे हो कि साथीहरू यहाँ जापानमा छ। अनि कलेज चाहिँ मेरो यही हो कलेज चाहिँ। म चाहिँ कलेज सकेर अनि आज चाहिँ एक ठाउँमा बहिनी र म चाहिँ घुम्न जाने भनेको छौँ। अब अन्तिमसम्म यो भिडियो चाहिँ हेरिदिनु होला। हेलो गाइस, हामी चाहिँ सिङ्गोको बहिनी ओगुबु आइपुग्यौँ। गाइस हाम्रो चाहिँ भ्लग चाहिँ कन्टिन्यू हुँदैछ अनि हाम्रो अन्तिमसम्म भ्लग हेर्नु होला। अनि हामी चाहिँ बाटो नचिनेर चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ तिहार मनाउन आएको। गाइस कता पो उता पो गयौँ अन्त। हामी चाहिँ तिहार मनाउन आएको, दुईजना मात्रै छन्। टिङ्ग पारेर भर्खरै झरेको। ठ्याक्कै यहाँ चाहिँ 8 बजिसक्यो। हामी कहाँ जाने भनेर आएको होला साथीहरू। हामी जहाँ जहाँ पुग्छौँ त्यतै जान्छौँ। जाने ठक्कै भाग्यले जता डोरायो त्यतै भने जस्तो हामी जता पुग्छौँ त्यतै जान्छौँ। तर कहाँ हो बाटै थाहा भएन। तिहारमा हामी चाहिँ सिन्जुकु भन्ने ठाउँमा सिन्जुकु ठाउँलाई टिका लाउन आएको गाइस। अनि बहिनी हामी त कता आइपुग्यौँ क्या? कोही त नि म त यता कहिले आएँ। एकछिन लोकेसन हेरौँ ल। तरकारी किन्न आएको छौँ गाइस। हामी चाहिँ तरकारी लिइसकेको छौँ। साथीहरू हामीले चाहिँ अब आयौँ तर त्यस्तो झिलमिली केही पनि नरहेछ। मिल केही नरहेछ। हामी त्यसै आउन मात्रै भयो। अब भिडियो टिकटक पनि केही गरेको छैन। अब 3टा तरकारी किन्यौँ अनि अरू गट 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 पर 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 किनिसक्यौँ। तरकारीहरू सामानहरू किन्यौँ। यति धेरै भारी भएको छ। अब रुममा जाँदैछौँ। जो गरिदिनु होला, हामीलाई धेरै धेरै सब्सक्राइब गरिदिनु होला।